हेलो एभ्रिवान, म चाहिँ अहिले रमित डाँडा भन्नेमा छु। यहाँ चाहिँ टप्पु छेउमै हो। टप्पु भन्ने यता पर्छ। अनि टप्पुबाट ठ्याक्कै यहाँ टोइलेटहरू छ, यहाँ बस्ने ठाउँ पनि छ जङ्गल छेउमा है। अनि यहाँबाट चाहिँ राम्रो भ्यू देख्थ्यो, तर आज चाहिँ कुहिरोले गर्दा अलिक राम्रो देखेन है। अनि यहाँ चाहिँ ठ्याक्कै यो डाँडा चाहिँ छेन्तापु डाँडा भन्छ। छेन्तापु डाँडा भन्छ। अनि ठ्याक्कै यहाँ चाहिँ यो हिलेगाउँ हो। हिलेगाउँ एकदमै राम्रो भ्यू देख्थ्यो। घाम लागे चाहिँ घाम त लागिरहेछ, तर जे होस् बादल चाहिँ एकदमै धेरै। अनि यहाँ यो गाउँ चाहिँ यहाँदेखि तल देख्ने गाउँ चाहिँ खरखरी है त। ठ्याक्कै यहाँदेखि यस्तो तलसम्म चाहिँ यो सबै खरखरी गाउँ हो। अनि यता पारी सबै देख्थ्यो। यता यो छेन्तापु डाँडा भयो। अन्त यहाँ यता ठ्याक्कै यो कुहिरोको सिधा चाहिँ यहाँ सिधा चाहिँ पाटे नागीहरू देख्थ्यो, तर आज चाहिँ देखेन है। कुनै दिन देखाउँला। अनि भ्यू चाहिँ एउटा राम्रो आउँछ है त।